कहाँ जाँदैछ भन त मार्केट भन्छ यसलाई कमान कमान गेट पे जा रहे हैं चावल लेने के लिए। चावल और मत बोलो यार तुम राइस लेने के लिए बोलो ये बोले राइस लेने के लिए। जगह कैसा है इधर का एकदम थोड़ा माइक रहता तो अच्छा भाई साहब आप क्या करें तो थोड़ा वीडियो बना के यूट्यूब में डाल देते ना लोग वीडियो बना रहे रिकॉर्ड करते हैं गांव के आदमी को क्या बोलना चाहिए क्या बोलना चाहते हो आप जो हमारे गांव के आदमी देखते हैं वीडियो को तो का आदमी आओ हैदराबाद में घूमो खाओ पियो खाओ पियो हाँ काम करो मस्त हैदराबाद मस्त है नेपाल के लोगों के लिए। अच्छा और ये बोलो कि जो हैदराबाद में जो कुछ गलत काम करते तो कैसे मारते उनको पिछड़ा में डंडे से मारते हैं अच्छे से गलत नहीं करने का अच्छे से रहने का हैदराबाद में आराम से। पुरा मार्केट में आछौँ होइन हामी पुरा यो मार्केटको दृश्य हो यो होइन जस्तो भए पनि हैदराबादमा चाहिँ रमाइलो छ होइन हेर्नु यहाँ हिँड्ने ठाउँ हुन्न यहाँ त्यस्तो शनिबारको दिन हिँड्ने ठाउँ हुँदैन यहाँ पुरा मार्केट लाग्छ यहाँ मान्छे हिँड्ने ठाउँ हुँदैन त्यस्तो हुन्छ यो के अरे कमानमा रोड नम्बर 12 बन्दरा हिल्स रोड नम्बर 12 यो एमएलए कोलोनीमा आउनु होला यहाँनिर कमान गेट भन्ने मार्केट छ एउटा कमान भन्ने त्यहाँ आउनु होला मार्केटमा शुक्रबार शनिबारको दिन एकदम भव्य मार्केट लाग्छ होइन यहाँ धेरै नेपालीहरू पनि हुनुहुन्छ यहाँ हैदराबादमा चोरी अनि बेङ्गलोरमा चोरी गर्दा नि त्यो नेपालीलाई चाहिँ के भन्न चाहन्छौ भन्नु त आफ्नो दुई शब्द हैदराबादमा चोरी गर्ने र बेङ्गलोरमा चोरी गर्ने नेपालीहरूलाई चाहिँ अब यस्तो दुःख गरेर होइन नेपालदेखि यति टाढा कमाउन आउनुपर्छ नेपालमा रोजगारी छैन अनि यसरी कमाउन आएर परदेशको ठाउँमा आएर चोरी गर्न लाज मान्दैन नयाँ चलेहरूलाई डन्डा हान्नुपर्छ होइन पुलिसहरूले भाडा हाल्छन् त्यही पनि लाज लाग्दैन थुक्क नयाँ चलेहरू अनि तिमीलाई डाम्ना डाम्नाहरूको तिमीहरूको त इज्जत छैन नेपालको इज्जत छैन भन्नु न तिमीहरूको त इज्जत छैन नेपाली भएर नेपालको त इज्जत राख। अनि त्यो तिमी लेडिजलाई के भन्न चाहन्छौ कि आफ्नो घर परिवार छोडेर बेङ्गलोरमा आएर अर्काको बेङ्गलोरमा आएर भाग्नेलाई के भन्न चाहन्छौ भन तिनीहरूलाई त ठुलै माना होइन अब यस्तो हुनुपर्ने कि तिनीहरूलाई सजाय पनि हुनुपर्ने खै के हेरेछ